नमस्ते ढोक दिया ढोक दिए कहाँ हो तिमी अहिले कता छौ माथि छतमा छता यो त रेस्टुरेन्ट हो ए रेस्टुरेन्टमा छौ तिम्रो रेस्टुरेन्ट हो हजुर दाइ कहाँ छ यो काठमाडौँ टोखा भन्ने ठाउँमा ए ठिक छ अनि माथिपट्टितिर यो घुम्टो लगाएर कुर्ता सुर्ता लगाएर के हो बुनु यस्तो यसो मनको मायालुहरू आउँछन् कि भनेको आउँदैन रहेछन् कता गएर मनको मायालु देश छोडेर गए जस्तो लाग्यो विदेशतिर गएछन् त्यही त मनको मायालुहरू त विदेशतिर गइरहेछन् आजभोलि सबैको त्यही त गाह्रै छ बुनु यहाँ च्याटभरि जेसा बन्ने जोइन गर्नु पर्यो जेसालाई जोइन गर्नु पर्यो भनेर तना दिए के मान्छेहरूले तनाबै भयो के गर्नु दाइ अलिअलि फेमस भएपछि गाह्रो रहेछ के गाह्रै छ भयो सन्चै हुनुहुन्छ नि खाएर बसेको भएन यता कोसँग बस्छौ तिमी यता त मम्मी र म मात्र हो दाइ ए ठिक छ ह्याप्पी तिहार है ह्याप्पी तिहार छ बहिनीलाई तिहार आयो र आइसक्यो ए ह्याप्पी तिहार त दाइ अब हामी त म त कहिले मनाएकै छैन मलाई त थाहा पनि छैन कि कहिले के आउँछ भन्ने अनि त्यो नमनाउनुलाई खाना आउनुभयो दाइ अनि बहिनी दुईचोटि सोधिसक्यो यार खाइसक्यो हौ मैले कति खानुभयो र धेरै नै भइसक्यो खाना चाहिँ अनि के भन्नुहुन्छ दाइ अब म त अब भोलि बन्द हुन्छ फेरि अब त तपाईँको अगाडि आएपछि त केही छैन म त्यतिकै एकछिन जोइन भएको थिएँ मान्छेहरूले जोइन गर्नु पर्यो भनेर भन्नुभएको थियो त्यही भएर मलाई त अस्तिदेखि भन्छ के अरे म त अस्तिदेखि फलो गरेको फेरि त भएन छ अनि फेरि आज पनि भन्दै थियो अनि म त भनेको के हो तिम्रो हाम्रो भाइसित हजुर के हो हल्ला खाने च्याटभरि नाम आउनु थाल्यो होइन दाइ त्यो यतिकै टिका मात्र बनाएको हो अनि फेरि के भयो अनि लास्टमा त भयो ए लास्टमा चाहिँ भयो होइन लास्टमा भएन लास्टमा चाहिँ भयो रे आफै भनिन है लास्टमा त के भयो अरूले चाहिँ कपल्स भन्यो अनि आफ्नो त ठिक छ ठिकै छ त बधाई छ बोलचाल हुँदैन बोलचाल भएको चाहिँ अलिकति चान्स हुन्थ्यो होला तर बोलचाल पनि हुँदैन इन्टरभ्यू हेरेको थिएँ तिम्रो इन्टरभ्यूमा तिमीले मेरो नाम लेखेको थियो नि त ए लागेको थियो यस्तो भनौँ भनेर अनि त अलि मन परेको लाइक बियर टिकटकर भनौँ न मलाई हजुर एकदमै कुल लाग्छ कि त्यही भएर हो क्या इन्टरभ्यू हेर्नुभएको थियो ल म यस्तो फेमस भएछु इन्टरभ्यू पठाइरहेको थियो मान्छेहरूले हेरेको थियो मैले क्लिप्सहरू आइरहेको थियो ए हजुर यता दुई ठाउँमा दिएँ मैले अनि दाइबाट म यसो खेलौँ न दाजु बहिनी कडा पऱ्यो भने त तनावै हुन्छ त यार यो त बेला किन हुँदैन त्यस्तो म त कहाँ तपाईँको उसमा त पुग्नै सक्दिनँ नि दाइ तिमीले हानिहाल्छौ नि यार तनावै छ नि यार मलाई त म तपाईँ जतिको त कहाँ पुग्नै सक्छु ठिक छ केही न केही हुनुपर्छ जस्तो छ केही न केही पनिसमेन्ट टाइपको केही हुनुपर्छ जस्तो छ अब हेर्नु त त्यो तपाईँले प्रतिको पनिसमेन्ट दियो भने त नम्बर छैन है मसँग त फेरि होइन त्यस्तो होइन खेमेको नम्बर छ खेमेको छ अर्को मोबाइल छ लाइभ छ होला है खेमेले थाहा भइहाल्छ खेमेले हेरिहाल्छ थाहा भइहाल्छ खेमेलाई चाहिँ प्राङ्क गर भनेर यस्तो फोन गरेर तर हेर तैँले पो बाजी मार्छ प्रतीकलाई पनि जोइन प्रतीक चाहिँ विदेशतिर होला अब कसरी जोइन गर्नु खेल्ने त कोसँग जोइन छ भने त्यो हात टुटेको दाइ थियो नि त्यो एकचोटि एक्सिडेन्ट भएर त्यो हात साथ भएको मेरो पनि आउनुभएको थियो के पो नाम होला योगमा होला दाइको त दाँत पनि कालो कालो रहेछ हल्का हल्का कसको त्यो दाइको ए मैले मेरो भन्नु कि भनेर योगमा हो नि योगमा हो गाइस
कोरियामा सबै है बाहिरबाट पनि हेरिराख्नु भएको जतिजना सबैजनालाई ह्याप्पी शुभ दीपावली शुभ तिहार र छठ पर्वको शुभकामना छ सबैलाई। ओके सबै च्याटमा हुने सबैजना